नमस्ते नमस्ते सन्चै हुनुहुन्छ सन्चै हजुरलाई पनि नमस्ते नमस्ते अनि अनुशासन सिकाउनुहुन्छ तपाईँले कति वर्ष भयो आमा यहाँ आएको 6 वर्ष भयो मेरो त 6 वर्ष भइसक्यो है भन्छ भयो 6 वर्ष भयो हाम्रो आमा त सबैभन्दा एउटा छोरो भएको काम नलाग्ने कुलाङ्गार भएर सबै सकाएर आमाको गति बदमास भएर चाहिँ सडकमा त्यसरी पुर्याएर आउनु भयो सडकबाट यहाँ। आमा यहाँ आइपुग्नु भयो कसरी आउनुभयो अनि अब छोरो त्यस्तो भयो आमाले दुःख पाउने भयो भनेर देवर खोइ कसको छोराले हो एउटै मात्रै छोरा तपाईँको दिदीका छोराहरूले ल्याइदिए दिदीका छोराले यहाँ ल्याइदिए एउटै छोरा हुनुहुन्थ्यो तपाईँको एउटै अनि एउटै छोराले पनि अब बेसहारा आफै त्यस्तै भएर हिँड्ने आफै हो सबै भागै सकायो सबै सबै हजुरको सम्पत्ति सबै सकाइदिए घर बेच्यो घर पनि बेच्दियो लिला गरेर सबै सिद्ध्यायो कुराहरू साध्य छैन कुरा गरेर साध्य छैन है हजुर अनि यहाँ रिमा दिदीसँग खुसी हुनुहुन्छ अब एक दिन नभयो भने कति नरमाइलो लाग्छ मलाई हो? त। उहाँ नहुनुभयो भने नरमाइलो लाग्छ अँ, उहाँ हुनु भएन भने त केही नभएको जस्तो लाग्छ होला है हो? होइन उहाँ भयो भने के हामीलाई आनन्द लाग्छ उहाँ नहुँदाखेरि कस्तो घरै आउने लाग्छ घरै अँध्यारो घरै अँध्यारो हुन्छ उहाँ नहुनु भयो भने है मलाई त्यस्तो लाग्छ रमाइलो हुन्छ यहाँ रमाइलो सबैसँग बस्नुहुन्छ रमाइलो हुनु पऱ्यो भने अब नभए नै हुनु पऱ्यो नभए नि हुनु पर्यो नि है अनि जानु कहाँ त जानु कहाँ छ र यहाँ आउनुभयो 6 वर्ष अगाडि आउनुभएको 6 वर्ष भइसक्यो अनि अरू परिवारले कसैले फोन गर्ने भेट्ने गर्छन् खै ऊ पर त्यही एउटा छोरो हो त्यही त घर बाटो बाटोबाट कस्तो अवस्थामा आउँछ कहिलेकाहीँ त्यो आमाको भएको पनि लर लुटो भन्छ भएको त भत्ता खान्छु भनेर नागरिकता सुधा लिएर बोकेर गएको छ अस्ति न भत्ता आमाले पाउँछ न उसले ल्याउनु पाउँछ त्यस्तो छोरो क्या अब त्यो भत्ता पनि पाउनु हुँदैन तपाईँको लैदिन्छ छोराले नि नलिने बनाइदियो त्यो नलिने अब उसले लिन सक्दैन आमा जानु आमाले केही गर्न पाएको छैन भएको डकुमेन्ट चाहिँ लगेर उसले राखेको छ त्यो शुद्ध त्यस्तोसँग छोरो छ भने चाहिँ भनेको साध्यै छैन आमाको कथा र कहानी मलाई नै आमा भन्नुहुन्छ रुनुहुन्छ एकछिन देख्नु भएन भने आत्तिनुहुन्छ नयाँ घरमा दुईचोटि त अब लास्ट कन्डिसन भनेर एकदम बिदाई गरिरहेको मान्छे पनि उहाँले चाहिँ नयाँ घरमा मेरो छोरीले मलाई ठुलो कोठा बनाएर राखेकी छे भन्दै त्यो बिउतिँदा क्या त्यस्तो बिउसबाट बिउत्यो त्यसरी आउनुभएको आमाको सपना पुरा गर्न पनि मैले त्यो घर छिटो अघि बिहान पनि भने आमा नयाँ घरमा बस्नु मन छ 5 महिनामा 6 महिनामा पुगिन्छ है भनेको छु नयाँ घरमा बस्नु मन छ गएर बस्नु मन त छ सकिँदैन होला जस्तो सकिन्छ 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 किन सकिँदैन पुगिन्छ, जस्तो लाग्छ केही हुन्न जान्छु कि खालि मरि म भन्नु मर्छु कि भन्ने डर लाग्छ मरिन्न मर्छु अनि डर त लाग्दैन मर्नु परिहाल्छ एकचोटि न एकचोटि त्यस्तो डर चाहिँ लाग्दैन भए पनि ज्यानले आफ्नो ज्यानले आत्तिन्छ आत्तिन्छ त्यो घरमा बस्नु मन छ गएर एकचोटि छोरीले बनाएको घरमा बाजा बजाएर लगेर भित्राउँछु भनेको छु मैले होइन हजुर रमाइलो त्यो चाहिँ आमा बिरामी हुँदाखेरि 4 वर्ष अगाडि यहाँ सप्ताह लाउनुभन्दा अगाडि आमाले सपना नै देख्नु भएको क्या हजुर मेरो छोरीले मलाई बाजा बजाउँदै बजाउँदै लगेको छ ठुलो कोठा बनाएर राखिदिएको छ भन्नुभएको क्या अनि मैले जहिले भन्छु मैले आमाको इच्छा पुरा गरिरहेको छु आमा आमाले सपनामा देख्नु भएको कुरा हो त्यो चाहिँ मैले अहिले पुरा यति लागेर गरेँ त्यो भनेर साध्यै छैन गर्दैछु होइन हजुर धेरै दुःखसँग गरिरहेको छु अति छ नि हजुरको कुरा काट्ने हजुर अति त्यो आएको थियो नि को छोरो अँ अस्ति होइन दसैँमा टिका त्यसको कुरै छेड्दिनँ त्यो आयो त्यो छोडिदियो त्यो आउँछ फेरि आउँछ कुन दिन धनमनी देशो गर्दै आमा भन्दै पैसा माग्न आउँछ होला पैसा पाए त लान्दिनँ अब आमासँग छैन मैले यो गरेँ त्यो गरेँ भन्छ, बिस ठुलो रुपियाँ कुरा थियो गर्छ। 20 रुपियाँ थियो 20 रुपियाँ थियो अरे त्यो पनि यहाँ गाडी भाडा पुग्दैन भनेर लग्यो लगो आमाको 20 रुपियाँ लगो आमाको 20 रुपियाँ लाग्यो अस्ति आउँदाखेरि कति पैसा छ भन्थ्यो होइन पछि आमाको 20 रुपियाँ लगो ल भयो छोडिदिनु त्यो कुरै नगरौँ जे छ ठिक छ सबैलाई धन्यवाद धेरै आशीर्वाद दिनु होला सबैको जय होस् कल्याण होस् कल्याण होस् ल ल